Welcome to the journey into the heart of Karnali province, a place many think is underdeveloped, but today I'll show you something beyond roads, buildings, and modern luxurious, something pure, untouched, and truly magical. And now we walk towards it, Foksundo Lake. The journey to Sefaksundo begins from Kapilvastu. From here, we embark on an exciting bike ride, crossing the flatlands of Lumbini and heading towards Nepalganj. The adventure intensifies as we ride through Surkhet, Kalikot, and the rugged trails of Dolpa. This journey is not just about the destination, the adventure itself is an unforgettable experience. पारी जान यस्तो छ भ्यू साथी कस्तो लागिरहेछ र यात्रा जारी नै छ हामीले चाहिँ बाइक यही पार्क गऱ्यौँ अब यो चाहिँ सुलीगढ भन्ने ठाउँ हो हाम्रो ट्रेक चाहिँ यहीँदेखि स्टार्ट हुन्छ यहाँ चाहिँ आर्मी ब्यारेक छ यहाँ चाहिँ नदीको किनार हुँदै चाहिँ हामी सेवकसुन्दरसम्मको यात्रा सुरु गर्नेछौँ यस्तै हो ल जब हाम्रो ट्रेक यो भनेको सुलीगढदेखि चाहिँ हाम्रो यात्रा सुरु हुन्छ टेलरमै यत्रो सिडी छ यो यात्रा गर्दै हामी चाहिँ माथि हुँदै उता जाने हो यात्राको सुरुवातमै यस्तो राम्रो भ्यू हेर्दै हिँड्न पाइरहेको छौँ साथीहरू म एकदमै खुसी छौँ यो खोलाको आवाज सँगै चराको चुचु आवाज यहाँ बाटो एकदमै उकालो ओह्रालो भएर अलि गाह्रो भइरहेछ नत्र भने अरू सबै ठिकै छ यहाँको सौन्दर्य भ्यू हेर्दै रमाउँदै हिँडेको छ साथी हल्का
थकित महसुस गर्नुभएको छ साथीले हल्का के भयो बाटो उकालो ओह्रालो भएको बाटो उकालो ओह्रालो भएकोलाई थकित महसुस गर्नुभएको रहेछ त्यस्तै हो ठिक छ हामी चाहिँ अहिले पैदल यात्रीको क्रममा चाहिँ हल्का खाजा खाने भनेर यहाँ रोकेका छौँ यो चाहिँ ओखरको बुट हो तल ओखरहरू खसिरहेको छ यता साथी साधु खाना लगाइरहेको छ यता नदी हामी चाहिँ सौन्दर्य भ्यू हेर्दै यो नदीसम्म आइसकेका छौँ एकदमै राम्रो छ यहाँको भ्यूहरू हामी चाहिँ अहिले चाहिँ छेप्पादेखि हजुरहरू कहाँदेखि आउनुभयो हजुर कति टाइम लाग्छ आधी घन्टा पुग्छ छिटो उठेर हाम्रो ट्रेकिङ स्टार्ट भएको छ अहिले चाहिँ हामी आधा घन्टापछि टी हाउसमा आइसकेको छौँ क्याम्पिङ बस्नु बाटो त्यस्तो उकालो छैन राम्रै छ नि सजिलै छ यहाँ चाहिँ क्याम्पिङ स्याम्पिङको लागि सुविधा रहेछ हजुरहरू चाहिँ आएको बेलामा चाहिँ यसो क्याम्पिङ स्याम्पिङ गर्ने मनलाई गर्दा हुन्छ अब चाहिँ हामी अगाडि गएर कुन ठाउँ गएर खाने रे खाजा अब जहाँ भेटिन्छ अब 2-3 घन्टा लाग्छ त्यहाँ बसेर हामीले खानासाना खान्छौँ अनि त्यहाँदेखि सिधै फोक्सुन्डोसम्मको यात्रा हाम्रो सुरु हुन्छ त्यहाँले हामी चाहिँ झर्ना होटलनिर आइसक्यौँ अहिलेको यात्रा चाहिँ अलि छिटो भयो जस्तो लाग्यो किनभने हामीले धेरै रेस्ट गरेन सायद हो कि नि साथी रेस्ट त खासै गरेन हिँडेको नै छौँ जे होस् अब आउने उकालोमा प्रिपेयर भएर हिँडिरहेको छौँ हामी अब एकदमै ठुलो उकालो छ भन्ने गर्छौँ सबैले वेलकम टु झर्ना होटेल सिधै जाने लुक एट द भ्यू हामी चाहिँ खानासाना खाएर हिँडेको अहिले चाहिँ कुन ठाउँमा पुग्यौँ हामी सैजाल भन्ने ठाउँमा सैजाल भन्ने ठाउँ भ्यू एकदमै राम्रो छ यहाँको खाना तबाएर खाइएछ अब जहाँसम्म भोक नलाग्ला एकदमै गाह्रो उकालो चढ्न लाग्यो साथी उहाँ छन् हिँड्न नसकेर
फाइनल्ली आयो होइन डेस्टिनेसन डेस्टिनेसनमा आयो है ल त्यो हेर्नुहोस् सिफक सुन्डो उता हिमाल त्यो पठाएको छ क्या त्यो छजना हो छजनाको लागि छजनाले अरे एकजना मान्छे पठाएको छ अरू सपोर्ट आएको छ अनि सबै The Dolpa region is influenced by Tibetan culture with ancient monasteries like Chua Gompa standing as spiritual landmarks. The locals follow the Bo religion and their lifestyle remains untouched by modernization. Sifaksundo is truly a paradise for trekkers and nature lovers. If you are looking for an off the beaten path of adventure in Nepal, this is the perfect destination. Don't forget to like, comment, and subscribe for more travel adventures.